आज चाहिँ हामीहरू पाल्पा जिल्लाको ढोलीमारा भन्ने ठाउँमा घुम्नको लागि आएका छौँ। अत्यन्त सुन्दर ठाउँ रहेछ। अति राम्रो भ्यू देखिन्छ यहाँबाट। हेर्नुहोस्, डाँडा काँडा उबड खाबड देखिँदो रहेछ। यहाँ एउटा हेर्ने राम्रो ठाउँ पनि रहेछ यहाँबाट भ्यूहरू हेर्नको लागि। अनि बस्ने प्रतीक्षालय पनि यहाँ ठिक रहेछ। टक्क यसरी आउने होइन, अनि थकै लाग्यो भने यसरी अनि टक्क यसरी चट्ट बस्ने होइन। अनि यताबाट मास्तिरको भ्यू हेर्नुहोस् त, मास्तिर कस्तो राम्रो छ है डाँडा, टक्क मिलाए जस्तो हेर्न, काटेर काटछाँट गरेको टक्क यस्तो अच्छा छ होइन। अनि यहाँबाट अब म माथि जान्छु, मेरो पछि अब हेर्दै गर्नुहोस् है। यहाँबाट टक्क माथि जाने, अनि यहाँबाट सिनहरू देख्न सकिन्छ। अति राम्रो सिनहरू। ल हेर्नुहोस्, यहाँबाट कति राम्रो सिन हेर्नुहोस्, देखाइदिनु सबै सिनहरू यता होइन। यता पनि राम्रो रहेछ सिन, कति राम्रो सिनहरू। अब चाहिँ यहाँबाट यता टक्क फेरि माथि जाने। ल आउनुहोस्, क्या दामी सिन छ है। स्वर्गको यो त किन्न मिल्ने होइन, नखोजेर पाउने, खोसेर पाइने अति राम्रो ठाउँ। कसरी हुन्छ, टाइम मिलाएर घुम्नको लागि ढोलीमारा भन्ने ठाउँमा जसरी पनि आउनुहोस् है। हेर्नुहोस् अति राम्रो। यहाँ भिडियो पनि चलिरहेछ। साइडमा टक्क गएँ। ल यहाँबाट अझै कति राम्रो होला सिनहरू होइन। टक्क हेर्नुहोस् त सिनहरू, यो हल्लिँदो रहेछ है, ढल छ कि क्या हो, यति राम्रो। ल भयो त्यसलाई।